हेलो साथीहरु, आज दशैंको टिकाको दिन म रेडी भइसकेको छु। हाम्रो मम्मीले चाहिँ टिका लगाइदिन हुँदैन अनि मैले चाहिँ हुनुहुन्छ। यो भिडियोसँग टिका लागि माग्न आएको। दिदीले टिका लाउन भएन, त्यही भएर दिदी हुन्छ सेन्टी मुडमा भन्दा पनि रुइसक्ने भएको छ। अनि यहाँ टिका रेडी छ। यो टिका चाहिँ अब फेरि ड्रेस चेन्ज गरेर खाना बनाउन सघाइदिनु पर्ने अनि मात्रै टिका लगाएर फोटो खिच्नु पर्ने छ। टिका नलाई परासु दिदीसँग एउटा फोटो खिच्नु पर्यो। अनि मेरो बिना चाहिँ रेडी हुनु न। अघि रेडी भयो तिमीलाई पर्खेर बसेर कुरा गर्छु। अनि हल्लाले कसले टिका लगाइदियो? कोही देख्दिन त। कसले अरे? अस्ट्रेलियाबाट। बिराले चाहिँ आफूलाई आफै टिका लगाउनु भएको छ। मैले लगाइदिनु हुँदैन होला नि सानो मान्छेले। ए होला दिवस आधाले हुन्छ त हुँदाखेरि। अनि यहाँनिर म चाहिँ यस्तो रेडी भएर राम्री भएर आएँ। सधैँ राम्री नभने अल्छी मान्छे। मेरो दिदी चाहिँ भइसक्यो नि त यहाँनिर यस्तै राम्री। के हुन्छ त्यतिर पाउनु न छ्या बेज्जत यहाँ यस्तो छ। के गरेको दिदीले बेज्जती छ्याछ्या अन्त लास्टै बचकाण्ड हरकत गर्नु है सिका दिदी। यहाँ दसैँ भनेको दसैँमा खोइ यस्तो हुँदैन। मैले सेतो चुरा लगाएँ त्यही भएर म खुसी छु। कालो चुरा लगाएर खोइ दुखी छन्। चिज कति बेज्जती छ्याछ्या छ्याछ्या छ्याछ्या। पर्सीहरूलाई हाँस उठ्छ हेर्नु न। पर्सी नै दसैँमा यस्तो छ लाजा मर्दो काण्ड हेर्नुहोस्। भोक लाग्छ त मलाई त। होइन सजा टिका लगाइदिनु भिडियो टिका के लगाइदिनु। यो त अचम्म उदेक हुँदो रहेछ है। टिका लगाइन पाइन भनेर मेरो दिदी साह्रो दुखी हुनुहुन्छ। ल सबैजना टिका लगाइसक्नु भयो होला। रातो टिका निधारमा टलक्कै टल्कियो। म पनि टल्काउँछु एकछिनमा। मेरो आई मेकअप देखिसक्यो। हजुर किन रोको पागल नि पागलै हुनु। सबै साडीहरू सबै रेडी गरेको थिएँ। सबै कुराहरू प्लान गरिसकेको थिएँ। अनि मेरो त लाउनु हुँदैन अहिले लाउने लाउँदाखेरिको टिकटक पनि बनाएर मैले फाउन्डेसन ल्याइदिएको छु। अर्को दिन टिका बनाउन मिल्दैन। अबको 3 दिन पछाडि 5 दिनसम्म हो टिका। भोलि छोडी पर्सि मामा घरमा आउँदा सबैजनासँग टिका लाउन मिल्छ। के गर्नु नि दिदी अरे बहिनी जस्तो हरकत गरेपछि भोक लागिसक्यो। आलु चपहरू खान्छु म अब। आलु चप अब खानातिर म लाग्छु होला। राम कति गर्नु। म रोएर भर्खर म पनि आँसु पुछेँ। रोको देखेर रुन आएको। ए खुसी के आँसु वाउ। तर जे भने पनि मलाई आज आफू राम्री लागिरहेको छ। आफू राम्री लाग्नु पनि कति ठुलो कुरा हो। साइलुक्स नथिया लिपस्टिक फेरि आइसकेको छु आफ्नो असलियतमा। दिदीले गर्दा फेरि घर बस्दा लाग्ने जग्गामा। त्यही भएर म आउनु पर्यो। यस्तो झुम्कासुका पनि खोल्दै त्यही भएर मैले। अनि हामी यहाँनिर दसैँ लागेर यस्तो भइरहेछ। अब पकौडा सकौडा बनाएर अब हामी खान्छौँ। हामीलाई त्यतिकै पनि रमाइलो हुन्छ जे गरे पनि हामीले त्यो। अनि फाइनली मैले लुगा खोलिसकेपछि मेरो दिदी पनि खुसी हुनुभएको। अनि मैले त टिका लगाएको छुइनँ नि। कि लाएर मेटेको छु त लगाएको छुइनँ। सेम छैन छुमुक छुमुक। फाइनली खानेकुरा बनाइसक्नु भएको छ दिदीले। मलाई लेचको पाकेर पढिसक्यो। यहाँनिर छ कोक। अब हामी खान्छौँ। आउनु कोक पकाउनु। चिसो त गइसकेछ। पानी पकौडा मिठो मिठो दिदीले बनाउनु भएको छ एकदमै मिठो मिठो पकौडाहरू। नेपाली कन्जी प्याजी आलुचप रेड भयो। आमा खान्छु। हामी लाग्यौँ दोस्रो दिन मामा घरतिर जाँदैछौँ। हेर्नु यो बर्जुको बाटो हुँदै हो हामी विराटनगरबाट लाग्दैछौँ सप्तरीतिर प्रदेश नम्बर 1 बाट 2 तिर। म र दिदी छौँ स्कुटीमा। दिदीलाई मैले खिच्न लागेको पछाडिबाट रमाइलो भइरहेको छ।
अनि यहाँहरूको दसैँ कस्तो बितिरहेको छ भनेर म चाहिँ यो रेकर्ड पनि 83 मा गरिरहेको छु। यो भिडियो मैले भेटेका साथीहरू अनि यो चाहिँ याद गरेर हुन्छ नि त सधैँ यो कङ्काली माता मन्दिर आइपुग्यो भने यहाँनिर सधैँ यसरी मेलाहरू लाग्छ नि यो जाँदाखेरि यो सबै मेमोरीहरू एकदम रमाइलो हुन्छ। अनि त्यो पछाडि मेलामा मान्छेहरू आइरहेका हुन्छन् बाटोभरि भिड थियो होइन अँध्यारो भइसकेको थियो कुदाकुदै किनभने हामी दिउँसो साँझ पढ्नेतिर लागिसके पछाडि गइरहेको थियौँ अनि यति अँध्यारो भयो कि गइ नै रहेको छौँ तर दसैँको भाइब्स नै मजा क्या अँध्यारोमा जाँदा पनि मामा घर गइरहेको छौँ यता एकदमै रमाइलो हुन्छ। यहाँहरूलाई कस्तो हुन्छ मामा घर जाँदा कमेन्ट गर्नु होला। अनि यो भ्लग चाहिँ एकदमै रमाइलो छ इन्जोय छ त्यही भएर हेर्नु होला र हेर्न पनि भनिदिनु होला अरूलाई पनि सेयर गरिदिनु होला मलाई सपोर्ट गर्नु होला र फाइनली हामी मामा घर पुग्छौँ। नमस्ते गला गला गर्नु पर्यो बिग ब्रदर हेलो 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 गाइस भाग्यमानी भिडियो दर्शन चाहिँ बाबु दर्शन नानु दर्शन दसैँ लाग्यो सबजनाको यहाँ केयर गर्छु माइज दर्शन अब माइज किन खुसी हुनु जति नमस्कार भाग्यमानी हुनु हिरोहरू हो हाई फाइ त गर केटा तिमीहरू यो छ काहीँ नभएको आलु पाडे केटा हो यो चाहिँ यहाँ यो चाहिँ आलु पाडे हो यो यसले तेरो खुट्टामा घाउ हुन्छ अब यसो गरिस् भने चेलीबेटीलाई दर्शन भाउजू ब्युटिफुल सिस्टर एकदम ब्युटिफुल ड्रेस हुन्छ दर्शन जमाना क्या आयो भाउजू दर्शन जमाना क्या आयो फोनतिर दर्शन देखाउन आएर आमा हेर्नुहोस् 20 किलो घटेको कसरी घट्ने उपायहरू सिक्न चाहनुहुन्छ अरे यता सोध्नु होला यही बस्कार हो यो कति वर्षको दिन बस्कमै हुन्छ होला हजुर वर्षमा एकचोटि काम गर्ने मान्छे हो मलाई चाहिँ सालमा एकबार दसैँमा बडा ग्याङहरूको यहाँ तास चलिरहेको छ बडका ग्याङहरूको म्यारिज के छ म्यारिजको हाल खबर छोटका वाला हो ल केटीहरू चाहिँ पैसा हार्नु केटीहरू हो यिनीहरू पैसा हारेर हरुवा ग्याङ हरुवा ग्याङहरू हरुवा ग्याङ 5 रुपियाँ वाला खेल्नेहरू हो माइजू के खाँदै हुन्छ एक्लै एक्लै पान कसले दियो होला मलाई ल आलु पानी दिइसक्नु भएको छ अर्को ग्याङ यहाँ छ ए अर्को ग्याङ होइन खाना ग्याङ पो हुनुहुँदो रहेछ त यति ढिलो खाना राइट सोध्ने दिदी हजाराम काम गरेर त 1 वर्ष कामै सकेर जान्छ क्या वर्षभरिको सानोले बाँड्ने होइन देखिरहेको केटीहरू चाहिँ दर्शक बिन्दाहरू है त्यहाँ देखिरहेको केटीहरू दर्शक बिन्दाहरू है दर्शक बिन्दाहरू हेर न अडियन्सहरू हातेको गर ल दोस्रो दिन यस्तो रमाइलो भएर सकिएको छ सब्सक्राइब गर्नु होला अब तेस्रो दिनको म हालि नै हाल्छु त्यो पनि हेर्नु होला थ्याङ्क्स फर वाचिङ